सबैजनालाई नमस्कार हैन। सबैजनाको राम्रो रिजल्ट आओस् हैन। कसैले मर्नु नपरोस् हात लिएर भन्ने विषयमा हामीले भनेका थियौँ। तर पनि नसुन्दै धेरैजना विद्यार्थीहरू जिल्लामा मरेको, आत्मदाह गरेको, फेल भनेर मार्क राम्रो आएन भनेर मरेको अवस्था पनि देख्यौँ। धेरैजनाले आत्महत्या पनि गरे। एक्जाम भयो, ल्याटको एक्जाम दिन त धेरै कति बाँकी छ। धेरै कठिनाइहरू भोगेर जिन्दगी जिउनुपर्ने हुन्छ। धैर्यता अपनाउनु पर्ने हुन्छ क्या। जो पनि सफलता हुनु भएन उहाँहरूलाई म के भन्न चाहन्छु भने चाहिँ भाइ बहिनीहरूलाई आत्तिनुपर्ने कुरा केही छैन। अहिले स्कुल लाइफको एक्जाम भएको क्या हजुरहरूको हैन। जिन्दगीको जो भोग्नुपर्ने अत्यन्त जरुरी लाइफ भोग्नुपर्ने जिन्दगी भनेको धेरै कठिनाइ भोग्नुपर्ने हुन्छ। सानोतिनो कठिनाइमा हजुरहरूले यसरी आत्मदाही गर्नुपर्ने, घरै छोड्नुपर्ने, धेरै टाढा जानुपर्ने विषय लाग्दैन। त्यही पनि